हेलो नमस्ते सबैजनालाई। आज बनाऊँ सोयाबिन चिल्ली। अनि सोयाबिन चिल्ली चाहिँ यो माछा मासु नखाने र प्याज लसुन नखानेको लागि हो है। अनि सोयाबिनलाई चाहिँ मैले यसरी भिजाएँ। अनि त्यसपछि क्याप्सिकम, हरियो खुर्सानी र गोलभेडा काटेँ। अनि यो चाहिँ मरिचको धुलो, यो केचप, अनि त्यसपछि यो सोया सस। यतिमै हामी मिठो सोयाबिन चिल्ली बनाउँछौँ है त। अनि सोयाबिनलाई चाहिँ यसरी पानी मजाले निचोरेर एउटा भाँडामा राखेको छु। अनि त्यसपछि एउटा कराई लिएँ। कराई कालो छ नभन्नु होला, यस्तै हुन्छ कराई सबैजनाको प्रायः घरमा। अनि त्यो कराईको तेल तातो भएपछि सोयाबिनलाई राखेर भुटेँ। सोयाबिन यत्तिको भइसकेपछि यसलाई निकालिदिने हो। अनि यसरी निकालिसकेपछि त्यही भाँडामा तेल हालेर अघिको भेजिसहरूलाई हालेर एकछिन त्यसको पानी सुक्ने गरी पकाउनु होला। अनि त्यसपछि यसमा मरिच अनि स्वादको लागि चाहिँ नुन र खुर्सानी राख्ने पिरोको लागि हैन। अनि त्यसपछि सोया सस र अघिको केचप राखेर यसलाई अलिकति एकछिन पकाउनु होला, धेरै नपकाउनु, फ्यात्त हुने गरेर हैन। यो क्रन्ची क्रन्ची नै मिठो हुन्छ। ल यसरी चाहिँ यति मिठो सोयाबिनको चिल्ली बन्छ है त।